मेरो कर्णालीमा 18 गते गाडी नदीमा खस्यो। नदीको बीचमा मानिसहरू गुहार मागिरहेका थिए, हार गुहार गरिरहेका थिए, मलाई बचाऊ भनिरहेका थिए। एकजना मान्छे भिरमा अड्किराख्नु भएको थियो, उहाँले जीवनको भिख मागिराख्नु भएको थियो। उनीहरूको गुहार नदीको किनार थर्कियो, डाको लगाउँदा लगाउँदै स्वर सुक्यो, स्वरसँगै उहाँको जीवन पनि समाप्त भयो। गाडी नदीमा डुब्यो र भिरमा अड्केको मान्छेको मृत्यु भयो। डाको लगाउँदा स्वर सुक्यो, आशा सकियो, तर उद्धार आएन। सम्माननीय सभामुख महोदय, त्यही बेला आकाशमा एउटा हेलिकप्टर देखियो, तर त्यो उद्धारका लागि थिएन, मन्त्रीज्यूको सवारीका लागि थियो। सम्माननीय सभामुख महोदय, सरकारका केन्द्रीय मन्त्री कर्णालीको आकाशमा हेलिकप्टरमा घुमिराख्नु भएको थियो, तर यता प्रदेश सभामा भाग पुगेन भन्दै सांसदहरू भागभण्डाका लागि एक आपसमा झगडा गरिरहेका थिए। सम्माननीय सभामुख महोदय, त्यो दृश्य। तर कर्णालीका नागरिक भने नदीमा डुबेर जीवन बचाइदिनुस् भनेर हार गुहार मागिरहेका थिए। सम्माननीय सभामुख महोदय, उद्धार टोलीसँग साधन थिएन। मैले पनि तत्काल फोन गरेको थिएँ त्यहाँको डिआइजीसँग, सशस्त्र प्रहरीको चिफसँग। साधन थिएन। सुर्खेतबाट दुर्घटना भएको ठाउँमा जान